ब्याक टु माई ब्लग है। आज पनि हजुरहरूको लागि चाहिँ मैले एकदमै इन्ट्रेस्टिङ ब्लग लिएर आइसकेको छु अनि आज चाहिँ एकदमै युजफुलवाला भिडियो आइसकेको छ। अनि आज चाहिँ म होराइजन ब्युटी पार्लरमा छु अनि यहाँ चाहिँ हाम्रोमा चाहिँ आज ट्रेनिङ हुन गइरहेको छ। अनि फर्स्ट सिफ्ट चाहिँ 13जना जति हुनुहुन्छ, सेकेन्ड सिफ्टमा पनि 13जना जति नै हुनुहुन्छ। उहाँलाई चाहिँ आज हामी सेल्फ मेकअप प्लस आई मेकअप चाहिँ फुल सिकाउँछौँ। हेलो गाइस, आज हामी के गर्दैछौँ? आज हामी सेमिनार गर्दैछौँ। ट्रेनिङ भइरहेको छ होइन आज हाम्रो 2 डेजको। नमस्ते सबैजनालाई। नमस्कार सबैजनालाई, म लीला बस्नेत विष्ट, हजुरहरूको आजको ट्रेनर। होप गर्छु कि हजुरहरूले आजबाट जे जति सिक्नुहुन्छ भविष्यमा काम लागोस्। अब भनौँ न होइन, सिम्पल मेकअप सेल्फ मेकअप भन्ने पनि कस्तो हुन्छ भने सेल्फ मेकअपको लागि पनि हामी होइन 1500-2500 तिरेर पार्लर थाइरहनु पर्छ नि त होइन। आजको हजुरको आज र भोलिको दिनले पनि हजुरहरूले राम्रोसँग सिक्नुभयो भने फोकटरमा 2500-1500 खर्च भएन नि त होइन। हतार हामी फेरि के हुन्छ भने हामी सबै घर गृहिणी गऱ्यौँ नि त होइन, हामी एकदम रसमा हुन्छ कि सबै काम भ्याएर हामीलाई गर्नुपर्ने हुन्छ नि त। अनि त्यो बेला के हुन्छ, मेकअप गर्नु कहाँ जाने के गर्ने काम सबै हुँदाखेरि हाम्रो भ्याइ हुन्छ नि त। आफैले सिक्नुभयो भने के भयो, एकदम सजिलो भयो। त्यसको लागि चाहिँ आज हामी उपस्थित भएका छौँ। उहाँ चाहिँ मेरो पार्टनर हुनुहुन्छ निशाजी, साथसाथै उहाँहरू मेरो सहकर्मी हुनुहुन्छ, उहाँहरूले पनि हजुरहरूले हेल्प गर्नुहुन्छ। अब हामीले सिकाइसकेपछि हजुरहरूलाई केही कन्फ्युजन छ भने उहाँहरूसँग पनि सोध्नु सक्नुहुन्छ है त। हस्, धन्यवाद। अब यति भन्दै म आज चाहिँ हामी सुरु गर्दैछौँ है। अलिकति राउन्ड फर्स्टमा चाहिँ हामीले आइब्रोलाई खोल्नु होला है, किनकि हाम्रो आइब्रो जिगज्याग हुन्छ। सबैजनाको आइब्रो एउटै खालको हुँदैन, कसैको यहाँनिर हुँदैन, कसैको यहाँनिर हुँदैन, कसैको यहाँनिर एकदमै ठाडो परे हुन्छ नि होइन। त्यही भएर चाहिँ पहिला सुरु हामीले कोरेर चाहिँ सम्म बनाउने। त्यसपछि यसमा चाहिँ यस्तो सेडहरू हुन्छ, ब्राउन, लाइट ब्राउन, डार्क ब्ल्याक, डार्क ब्राउन यस्तो हुन्छ। हामीले चाहिँ दुईवटा मिक्स गरेर लाउँदाखेरि बेटर हुन्छ। हजुरहरूले यसरी प्रडक्ट लिने, थोरै एकैचोटि धेरै नलिनु। धेरै लिनुभयो भने के हुन्छ, पुस्नलाई गाह्रो हुन्छ। थोरै लियो भने के हुन्छ, थप्नु सक्यो नि त। तरकारीमा हामीले नुन हालेको जस्तै हो क्या, एकैचोटि धेरै हाल्यौँ भने के त तरकारी काम लाग्यो त, काम लागेन है। थोरै हाल्यौँ भने त हामीले थप्नु सक्छौँ नि त। अनि त्यति गरिसकेपछि हामीले ड्याब गर्ने, एकैचोटि एप्लाई नगर्ने है। अब हेर्नुहोस् है, यहाँ राम्रोसँग सबैजनाले यहाँदेखि स्टार्ट नगर्ने, कहिले पनि अलिकति यताबाट गर्ने, यहाँबाट सट्ट यसरी यहाँ सेप लाने, त्यसपछि यता लिने। यो कस्तो सेप भयो, भी सेप भयो अथवा आर सेप पनि भन्छ, ARCHT आर सेप पनि भन्छ। अहिले मोस्टली चलेको चाहिँ हाम्रो यो आइब्रो सेप हुन्छ है। अर्को त राउन्डमा पनि हुन्छ, तर धेरैजनाले चाहिँ यही डिमान्ड गर्नुहुन्छ है। तपाईँहरूले सिक्दा पनि यही सिक्दाखेरि राम्रो, किनकि यो चाहिँ सबै फेसलाई सुट गर्छ त्यही भएर है। अब यतिको सेप निकाल्नु भयो नि होइन। अब यहाँबाट यहीँबाट स्टार्ट गर्ने, यहाँ अगाडि नलाने है। 10 मिनट बाँकी भएको प्रडक्ट छ नि, जब हामीले यता एप्लाई गरिसक्यौँ, अब बाँकी भएको प्रडक्टले चाहिँ हामीले हल्का यतातिर एप्लाई गर्ने, बिस्तारै ब्लेन्ड गर्ने। कतिजनाले चाहिँ के गर्नुहुन्छ भने यहीँबाट स्टार्ट गर्नुहुन्छ, यहीँबाट फ्रन्टबाट स्टार्ट गर्नुभएपछि के हुन्छ, फ्रन्टबाट नै धेरै देखिन्छ नि त। धेरै देखेपछि राम्रो हुँदैन, आइब्रो नेचुरल देखिनु पऱ्यो नि त होइन। त्यही भएर हल्का अलिकति छोडेर मात्रै गर्नु होला है। अनि मेकअपमा हामीले जे कुरा पनि ब्लेन्डिङ राम्रो हुनुपर्छ। आइब्रोदेखि लिएर फेस मेकअपदेखि लिएर
आई मेकअपदेखि लिएर सबै ब्लेन्डिङ राम्रो भयो भने चाहिँ मेकअप राम्रो हुन्छ, नभए क्र्याकीहरू थाहा छ हजुरहरूलाई, क्र्याकी हुन्छ नि फेस मेकअप हो त्यस्तो हुन्छ। त्यही भएर ब्लेन्डिङ चाहिँ एकदमै राम्रोसँग गर्नुपर्छ हजुरहरूले। डिफ्रेन्स अलिकति देख्नुभयो। यति गरिसकेपछि अब हाम्रो यसको काम सक्यो। हामीले कन्सिलर पनि युज गर्न सक्छौँ, हजुरहरूसँग छैन भने फाउन्डेसन पनि युज गर्न सक्छौँ है। अनि जे प्रडक्ट लिँदाखेरि पनि हामीले अब यसरी लिने त्यहाँ राख्ने, फेरि यो लिने त्यहाँ राख्ने गर्ने होइन, हामीले हातमा यसरी हल्का लिने, आफूलाई जति चाहिन्छ त्यति है। एकैचोटि धेरै नलिने, वेस्ट हुन्छ नि त होइन धेरै लिएपछि। अब यसमा पनि अघि मैले कसरी लिएँ त्यसरी नै हल्का हल्का लिने, लिएर पनि फेरि एकैचोटि एप्लाई नगर्ने, फेरि यहाँ ड्याब गर्ने है। अब यो सेकिङ गर्दाखेरि चाहिँ ठ्याक्कै यहाँ अगाडिबाट नै बिस्तारै एकैचोटि धेरै प्रडक्ट लिएर नगर्ने, ब्लेन्ड गर्न एकदम धेरै गाह्रो हुन्छ। माथि गर्दाखेरि चाहिँ तल गर्न हामीलाई इजी हुन्छ, माथि गर्दा चाहिँ हामीलाई गाह्रो हुन्छ है। हामी यसरी नगर्ने, कतिजना के हुन्छ यसरी गर्नुहुन्छ, यसरी गर्दा के हुन्छ यहाँ आइब्रोमै लाग्छ कि, आइब्रोमा लाग्यो भने फेरि हामीलाई गर्न गाह्रो हुन्छ नि त। त्यही भएर माथि गर्दा चाहिँ ब्रसलाई हामीले यसरी समाउने, यसरी होल्ड गर्दाखेरि चाहिँ तपाईँलाई इजी हुन्छ। सेवा मार्ने। अब यो गरिसकेपछि हाम्रो बाँकी प्रडक्टहरू छ नि, यही ब्रसले बिस्तारै ब्लेन्ड गर्ने। हाम्रो आइब्रो त्यसपछि मजाले यस्तो गर्नुहुन्छ, यहाँबाट फेरि अलिकति ग्याप गरेर यहाँबाट गर्न सक्छौँ नि त। यहाँ स्टार्टिङबाटै तान्ने, स्टार्टिङबाटै तान्ने त भयो कि भयो म त बिर्स्यो हल्का गरेपछि राम्रो भयो भने सिक्ने हो नि त। हो यो त्यस्तै हो, गाइडलाइनमा मात्र हो क्या हामीले यो यसरी गर्नुपर्छ। सबैजनाले गर्नुभयो हो, एकैचोटि गर्नुभयो सबैजनाले। अब आइमेकअप यसरी ड्याब 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 नगर्ने। कतिजनाको पानी कस्तो हुन्छ क्लाइन्टले अफिस गरेर गर्नुहुन्छ है, अनि कतिजनाको कस्तो हुन्छ क्लाइन्ट गर्दा यसरी जानुहुन्छ, यसरी जानुहुन्छ, त्यस्तो नगर्ने। बिस्तारै हल्काले हल्का क्लाइन्टले पनि आनन्द आउनु पऱ्यो। आँखामा सुधा आनन्द आउँछ नि होइन, टाउकोमा सुधा आनन्द आउँछ, आनन्द आउनु पऱ्यो। कति क्लाइन्टको मिलाउनु पनि हुन्छ मेकअप गर्दाखेरि है। अब फाउन्डेसन एप्लाई गर्नुभएको छ तपाईँहरूले यसैले हुन्छ नि। अनि तपाईँहरूले सुन्नु ल, जस्तै आई स्याडो लिनुहुन्छ, लुज पाउडर लिनुहुन्छ, जति हामीले आई मेकअप गर्दाखेरि प्रडक्टहरू लिन्छौँ सबैजनालाई तपाईँहरूले अघि मैले भने नि होइन, एकैचोटि नगर्ने, पहिला सुरु हातमा गर्ने अनि मात्रै गर्ने भनेर। त्यस्तै गरेर अब हामीले लुज पाउडर लिँदैछौँ, यसलाई पनि एकैचोटि एप्लाई नगर्ने। कतिचोटि हामीले एकैचोटि यस्तो के हुन्छ लिँदाखेरि कहिले धेरै आउँछ कहिले थोरै आउँछ हो, एकचोटि ड्याब गर्ने है, ड्याब गरेर मात्रै एप्लाई गर्ने। अब आईको हेर्नु है, आउटर कर्नर भन्छ है, इनर कर्नर भन्छ, आइबल एरिया भन्छ है। यति चाहिँ तपाईँहरूले याद गर्नु। अब हामीले स्टार्ट गर्दाखेरि यहाँ आउटर कर्नरबाट बिस्तारै राउन्ड 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 गर्दै सबैतिर फैलाउने हो, इनर कर्नरमा पुऱ्याउने, फेरि राउन्ड 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 गर्दै फेरि आउटर कर्नरमा आउने, मजाले लाने हो। फेरि यही प्रोसेस रिप्ले गर्ने मजाले। यो चाहिँ हामीले बेस बनाएको हो। जे कुरा पनि बेस राम्रो भयो भने राम्रो हुन्छ भन्छौँ नि, बच्चाहरू हामीले पढाउँदाखेरि पनि एबिसिडी राम्रो भयो भने पो इङ्ग्लिस राम्रो आउँछ होइन हो। त्यस्तै गरेर बेस राम्रो बनाउने है। यो चाहिँ हामीले के गरेको भने आई मेकअप लङ टर्मको लागिसम्म रहिरहोस् भन्नुको लागि चाहिँ हामीले यो गरेको। के गऱ्यौँ, फाउन्डेसन लगायौँ, पाउडर चाहिँ सेट गऱ्यौँ है, यो याद गर्नु ल। अब यति गरिसकेपछि आई स्याडोको पालो आयो। हामी पहिला के गर्थ्यौँ, यस्तो केही गर्थ्यौँ त, कसैले गर्नुभएको छ त, गर्नुभएको छैन होला है, आइडिया नभएर
के हुन्छ भने हामी पहिला पहिला एउटा मात्रै कलर लाउँछौँ, मजाले लाउँछौँ, त्यही माथि आइलाइनर लाउँछौँ, पुच्छौँ है। अब हामीले बेस कलर भन्छौँ है। फर्स्टमा बेस कलर लाउने। बेस कलरमा चाहिँ यति धेरै कलरहरू छ, तर हामीले चाहिँ लाइट ब्राउन अथवा डार्क ब्राउन लाउने है, त्यो बाहेक अरू युज नगर्ने। अब बेस कलर चाहिँ हामीले धेरै यो युज गरेछौँ यो प्यालेटमा, त्यही भएर यो धेरै सकिएको छ नि, हेर्नुहोस् त है। त्यही भएर बेस कलर चाहिँ ब्राउन युज गर्ने, अरू युज नगर्ने, राम्रो हुँदैन है। गर्न त मिल्छ तर राम्रो हुँदैन। प्रडक्ट लिने यसरी ब्रसले यसरी डिप गर्ने, यसरी डिप गर्ने, डस्ट गर्ने है। अब फेरि अघि के भने मैले के भन्नु थोरै लाग्यो नि है। फेरि लिने, फेरि त लिन सक्छौँ नि त हामीले होइन। एकैचोटि धेरै लाग्यो भने त फेरि मेकअप फेरि पुछेर फेरि गर्नु पऱ्यो। डार्क कलर यो पनि युज गर्न सक्छौँ, यो पनि युज गर्न सक्छौँ, जुन गर्दा पनि भयो है। अब यो डार्क कलर कहाँसम्म युज गर्ने भन्ने हुन्छ है। कतिजना यहीँ मात्रै युज गर्नुहुन्छ, कतिले यहाँसम्म लानुहुन्छ, त्यस्तो नगर्ने। यो जुन हाम्रो आइब्रो बनाउने नि हामीले यो आर सेपको यहाँ पोइन्टेड सेप छ नि, यहाँसम्म यति मात्रै गर्ने है, योभन्दा उता नजाने। एकदम राम्रोसँग ब्लेन्ड गर्नुपर्छ, टाइम लगाएर हतार छिटो छिटो गर्ने होइन। छिटो छिटो गर्ने भने त तपाईँहरूको बिग्रिन्छ है। त्यसपछि लाइट कलर युज गर्ने। अब लाइट कलर कस्तो तपाईँहरूलाई कस्तो मनपर्छ, यो हल्का टल्केको छ नि, यिनीहरूलाई चाहिँ सिमर भन्छ है। यिनीहरू चाहिँ नटल्केकोवाला छ नि, म्याट भयो है। अब तपाईँहरूले सिमर पनि एड गर्न सक्नुहुन्छ। अब कतिजना टल्केको मन पर्दैन नि, मन नपर्नेहरूले चाहिँ म्याट कलर लाइट युज गर्न सक्नुहुन्छ है त। अब हामी चाहिँ यहाँ सिमरै युज गरौँ है। अब जुन तपाईँहरूले यो आउटर कर्नरमा गर्नुभएको छ नि, ठ्याक्कै यहाँनिर यसरी राख्ने, यहाँबाट बिस्तारै ब्लेन्ड गर्दै यता लाने। अब हेर्नु है, यो दुईवटा कलर पनि यहाँ बिचमा मर्ज हुनुपर्छ है, मिक्स होइन। मिक्स भनेको दुईटै कुरा मिक्स भएपछि अर्कै कलर आइदिन्छ। मर्ज भनेको चाहिँ हल्का टच मात्रै हुने, टच मात्रै भएपछि चाहिँ राम्रो देखिन्छ। अम्ब्रे भन्ने थाहा छ हजुरहरूलाई, दुईवटा कलरको मिक्स। उयो ब्लेन्डर पनि अम्ब्रेवाला छ, हेर्नु त दुईवटा कलर हो, त्यस्तो हुनु पर्यो है। कलर छ नि बेस कलरको पनि माथिसम्म नजाने, जस्ट टच मात्रै गराउने है यसलाई। हेर्नुहोस् त, यहाँ डार्क कलर भयो, यहाँ लाइट कलर भयो, यो दुईवटा मर्ज भएको छ। मिक्स गर्ने होइन है, मर्ज मात्रै गराउने। यो चाहिँ हाम्रो सिम्पल आई मेकअप भयो। अब हजुरहरूले यसमा लाइनर लगाएर मस्कारा लाउनु भयो भने पर्फेक्ट हुन्छ, यतिकै चाहिँ पर्फेक्ट देखिँदैन है त। ल अब हजुरहरू सबजनाले भयो फेरि है। मेन चाहिँ तपाईँहरूलाई चाहिने सिम्पल आई मेकअप अहिले जुन सिक्नु भयो नि, त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो, काम लाग्ने। तर तपाईँहरूले अब मेकअप सिकिसकेपछि आई मेकअपहरू कुन टाइमको हुन्छ भनेर थाहा पाउनु पऱ्यो नि त। त्यसको लागि मात्रै यो चाहिँ डेमो मात्रै हो है। तपाईँहरूले यो प्र्याक्टिस गरिरहनलाई चाहिँ धेरै नै टाइम लाग्छ, महिनौँ दिन लाग्छ है यो सिक्नलाई चाहिँ। थाहा भइसक्यो है तपाईँलाई। अब हामी क्रिज लाइन गर्नुहुन्छ भने जुन हामी गर्दैछौँ त्यसलाई चाहिँ यसरी ब्रसले राख्ने हो, क्रिज कस्तो राख्ने, ब्लेन्ड गर्ने है बिस्तारै। यो क्रिज लाइनलाई चाहिँ छोएर ब्लेन्ड गर्ने है, त्यसलाई छोडेर गर्नु। छोएर गर्नुभयो भने मिक्स भइदिन्छ, तपाईँको क्रिज लाइन हुन्छ है। गर्नुभयो भने चाहिँ के हुन्छ, माथिसम्म जान्छ, सबै फैलिन्छ। त्यही भएर चाहिँ हामीले अब आइसोल पनि आई एरियामा हामी जति गर्नु छ त्यो अनुसारले ब्रसको तपाईँले सेट हुँदाखेरि स्मल साइजदेखि बिग साइजसम्म सबै आउँछ है। तपाईँ त आज इन्टरनेटभरि लाइभ पनि गाड्छ, फेमस
सबैजनाको साथ सपोर्टले नै हो नि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। आज चाहिँ हाम्रो होराइजन ब्युटी पार्लरमा चाहिँ ट्रेनिङ थियो अनि फर्स्ट सिफ्टमा चाहिँ कतिजना आउनुभयो? 13जना आउनुभएको थियो फर्स्ट लटमा। अब चाहिँ हाम्रो फर्स्ट सिफ्ट सकिसकेको छ, अब चाहिँ हाम्रो सेकेन्ड सिफ्ट बाँकी छ अनि हामी चाहिँ टायर्ड भइसक्यौँ होइन। धन म्याम त झन् टायर्ड होइन, हामी फ्यात्त म्याम फ्यात्त। चिसो डिस्ट्रिब्युट हुँदैछ। खै के पायो? के छ खै? स्पुली ब्रस भन्छ है यसलाई एङ्गल ब्रस भन्छ। फ्ल्याट ब्रस भयो, फ्लपी ब्रस भयो। हुन्छ कन्सिलर युज गर्नुभएको हुन्छ है, जुन आफूलाई सजिलो लाग्छ त्यही गर्ने है। यसमा पनि त्यसरी नै प्रडक्ट लिने, एकैचोटि धेरै नलिने है, थोरै लिने, दुवै साइडमा थोरै लिने, एकैचोटि एप्लाई नगर्ने, फेरि हातमा ट्याप गर्ने अनि मात्रै एप्लाई गर्ने है। अब यो एप्लाई गर्दाखेरि चाहिँ तपाईँहरूले यही देख्यो भने जति हामीले नेचुरल आइब्रोज छ त्यही देखेँ है। त्यही भएर तपाईँहरूले ब्रस लिएर यसरी लिने है, माथि गर्दाखेरि चाहिँ यसरी सेप दिनु ल। अब सबैजनाको के हुन्छ आफ्नो टेक्निक हुन्छ है, कसैले कसरी गर्नुहुन्छ, कसरी गर्नुहुन्छ, आफूलाई जसरी इजी लाग्छ त्यसरी गर्नु है। अब सिक्नेमा धेरै फरक पर्छ क्या, आफ्नो स्टाइल हुन्छ। तपाईँहरूले अब कस्तो हुन्छ युट्युबमा हेरेर चाहिँ ला हामीले त यसरी होइन त्यसरी गर्ने भनेर गर्नुहुन्छ नि, त्यो चाहिँ एकदमै कन्फ्युजन हुने कुरा हो। तपाईँहरूले जे सिक्नुहुन्छ त्यसलाई नै फलो गर्दा चाहिँ सजिलो हुन्छ है। यसरी गर्नुभयो भने चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ, राम्रो पनि हुन्छ। अब पछि यो जुन व्हाइट देखेको छ नि, त त्यो चाहिँ हामीले फेस मेकअप गर्दाखेरि चाहिँ सबै कभर हुन्छ है। यसरी चाहिँ आइब्रो गर्ने हो। अब होइन मेकअप गर्दाखेरि पहिला के आइब्रो गर्ने, आइब्रोबाटै स्टार्ट गर्ने हो। स्किन केयर स्किन केयर गर्छौँ, तर भोलि हामी स्किन केयर गर्न सिकाउँछौँ अनि त्यसपछि चाहिँ आई मेकअप गर्ने हो। तर तपाईँहरूलाई सबभन्दा गाह्रो चाहिँ यो हुन्छ कि हजुर आइब्रो बनाउनलाई, त्यही भएर चाहिँ हामीले यसबाट स्टार्ट गरेको। स्किन केयर हजुरले भन्नुभयो, स्किन केयर चाहिँ हामीले फर्स्टमा अब भोलि त तपाईँहरूले सिकाउँदाखेरि त के हुन्छ स्किन केयर त तपाईँहरूले गरिरहनु भएको हुन्छ, केही नलाए पनि एउटा मोइस्चराइजर र सनस्क्रिन त लगाएर हिँड्नुहुन्छ नि त, त्यो पनि त स्किन केयरकै पार्ट हो नि त। त्यति त तपाईँहरूलाई थाहा छ नि त, डेली युज गर्ने भएर यो चाहिँ गरिँदैन नि त। त्यही भएर आज र भोलि तपाईँहरूले गर्नुभयो भने अलिकति भोलि प्र्याक्टिस हुन्छ नि त। त्यही भएर त म भन्दैछु सिक्ने र सिकाउने तरिकाहरू फरक हुन्छ क्या मान्छेको। अब 2 दिनमा के नै सिकिन्छ र होइन, हेर्ने मात्रै त हो कि भन्नुहोस् त। जे कुरा पनि गाह्रो हुन्छ नि फर्स्टमा गर्न त, त्यही भएर चाहिँ यो बेस बस्छ। ट्राई गर्नु भने त एटलिस्ट अलिकति ब्रस कसरी चलाउने भन्ने मात्रै भए पनि आइडिया हुन्छ नि त। त्यही भएर चाहिँ यो गराएको हो कि यता हुन्छ नि पछाडि गरौँ पछि यही त हो नि आज गर्ने पछि गर्ने होइन, एकचोटिमा भन्ने फेरि गर्ने 2-3 चोटि गरेपछि भइहाल्छ नि होइन। अब चाहिँ आई मेकअपको पालो। यता हेर्नुहोस् त, उहाँले चाहिँ आइब्रो एकदम पर्फेक्ट कोर्नु भएको छ है। यहाँ सबैभन्दा राम्रो कोर्नु भएको छ। अब चाहिँ आई मेकअपको पालो। प्यालेटमा हामीले बेस बनाउँदाखेरि चाहिँ हामीले चाहिँ लाइट ब्राउन अथवा डार्क ब्राउनले बेस लिनुपर्छ है। अब हामीले यहाँ एकैचोटि यसरी एप्लाई नगर्ने, पहिला चाहिँ हामीले के गर्थ्यौँ एउटै आई स्याडो लिएर एकै ठाउँमा मात्रै लाउँथ्यौँ, त्यसपछि लाइनर लगाएर सक्यो है।
अब हामीले त्यसरी चाहिँ गर्ने होइन है, लङ टर्मको लागि रहनु पऱ्यो नि, एटलिस्ट दिनभरिको लागि त रहनु पऱ्यो नि। अब अहिले त वाटरप्रुफ मेकअपहरू के आइसक्यो, तर त्योभन्दा बेटर चाहिँ मलाई यही लाग्छ, किनकि त्यो रिमुभ गर्न गाह्रो हुन्छ नि त होइन। यो भए त सबै रिमुभ गर्न मिल्यो। यसरी ड्याब गर्दै गर्नुपर्छ है। कतिजना चाहिँ कसो गर्नुहुन्छ, यसरी गर्नुहुन्छ, यसरी गर्नु मिल्दैन सम्झना होइन। जस्तै अब तपाईँहरूलाई तरकारी पकाउन आइसकेपछि त, जस्तै अब चिकन बनाउन आउँछ होइन, सबैजनालाई नआउनु त कोही हुनुहुन्न होला। चिकन ल्याइसकेपछि कसरी खाने भनेको तपाईँहरूको इच्छा हो नि त, फ्राई गरेर खानुहुन्छ कि रस राखेर खानुहुन्छ कि ग्रेभी गरेर खानुहुन्छ हो। अहिले चाहिँ मैले यो आइब्रो फर्स्टमा किन सिकाएको भने तपाईँहरूलाई सबैभन्दा गाह्रो आइब्रो बनाउनु गाह्रो हुन्छ कि। तपाईँहरूले आज र भोलि आइब्रो गर्नुभयो भने त तपाईँलाई अलिकति इजी हुन्छ नि त। फेस मेकअप त हल्का भए पनि फाउन्डेसन गर्ने यताउता त गरिरहनु भएको हुन्छ, लिपस्टिक अलिअलि लगाइरहनु सबैजनाले गरिरहनु भएको हुन्छ नि त हो। त्यो भएर चाहिँ अलिकति इजी होस् भनेर चाहिँ यसरी सिकाएको हो कि। प्रडक्ट चाहिँ हाम्रो यो जान्छ नि त, त्यही भएर हामीलाई सजिलो हुन्छ। एकैचोटि धेरै लिएर गर्नुभयो भने धेरै लाग्छ, धेरै लाग्दाखेरि के हुन्छ ब्लेन्ड गर्न टाइम लाग्छ, त्यही भएर एकचोटि ड्याब गर्ने अनि मात्रै गर्ने। यसलाई आउटर कर्नर भन्छ, इनर कर्नर भन्छ, आइबल एरिया भन्छ है। अब बिस्तारै भनेको चाहिँ डेमो हेर्ने मात्रै हो, त्यसको लागि त एकदमै धेरै प्र्याक्टिस चाहिन्छ। अहिले यति गर्नलाई त तपाईँहरूलाई यति धेरै गाह्रो भइरहेको छ भने त्यो गर्नलाई भनेको त महिनौ दिन लाग्छ नि त। महिनौसम्म सिकेपछि मात्रै सिक्न सकिन्छ। अहिले यतिको चाहिँ तपाईँहरूले यो मेकअप चाहिँ जेमा लाइट हुने भएको भएर चाहिँ सिम्पल मेकअप सिक्दाखेरि तपाईँहरूलाई यो गर्न लाग्छ, त्यही भएर अब अहिले है। अब हामी हाफ कन्सियस गर्छौँ यहाँबाट कस्तो राम्रो गर्नुभएको छ, वेल डन। कस्तो स्वागत छ हजुरलाई, नमेटिरहनु। अनि ठुलो ठुलो आँखामा चाहिँ एकदम राम्रो देख्छ यो। अर्को उहाँको फर्स्ट लटलाई पनि हामीले गराएको छैनौँ नि त, भोलि स्मोकी आई गरेर फेस मेकअप गर्ने। अब यता पनि अर्को हेर्नुहोस् है। अहिले कति 3:45 भइसकेको छ, स्टिल बिहारीमा क्लास होइन। अनि हामी चाहिँ एकदम टायर्ड भइसक्यो अनि प्लस फास्टिङ पनि छ हाम्रो चाहिँ आज होइन। यहाँ चाहिँ आजको डे 1, डे 2 त बाँकी नै छ भोलि। डे 1 मा के गरायो म्यामले? हेलो आई मेकअप अनि आइब्रो सेपिङ। ल आजको हाम्रो क्लास चाहिँ सकियो। अब उहाँहरू प्र्याक्टिस गर्नुहुन्छ कि के गर्नुहुन्छ, उहाँलाई गाह्रो भइसकेको छ। Happy birthday! Happy birthday to you. Happy birthday to you. Happy birthday dear Didi Haji. फाइनल्ली आजको हाम्रो डे 1 क्लास चाहिँ फिनिस भइसकेको छ। अनि हाम्रो चाहिँ 2 डेजको ट्रेनिङ थियो। आजको फर्स्ट डे चाहिँ हाम्रो कम्प्लिट भइसकेको छ। निशादी के भन्न चाहनुहुन्छ? आजको जसरी हामीले फर्स्ट डेमा राम्रो गऱ्यौँ होइन, हजुर त्यसरी नै अर्को जुन दोस्रो दिन छ त्यसमा पनि यस्तै योभन्दा पनि राम्रो होस् होइन। अनि फेरि यस्तै ट्रेनिङ बारम्बार आउने दिने छ हामीहरू आफ्नो संस्थाबाट होइन। अनि यहाँबाट केही सिकेर राम्रो गरेर जाओस् भनेर हामीहरू हस् धन्यवाद। हस् अनि आजको चाहिँ हाम्रो ट्रेनर चाहिँ हाम्रो लीलादी के भन्न चाहनुहुन्छ त? कस्तो लागिरहेको छ? एकदमै धेरै खुसी लागेको छ। सर्वप्रथम निशाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन। फर्स्टचोटि यति धेरै मान्छेहरूको माझमा चाहिँ मैले यसरी ट्रेनिङ दिन पाउँदाखेरि एकदमै धेरै खुसी छु। आगामी दिनहरूमा पनि यसरी नै पार्टनर भएर
भन्दा पनि हामी 40-50 जना 100 जनाको ट्रेनिङ दिन्छौँ। अल द बेस्ट। त्यसको साथसाथै हाम्रो यहाँ सँगसँगै हाम्रो यहाँ अन्तर म्याम पनि हुनुहुन्छ है, उहाँ चाहिँ हाम्रो दाहिने हात हो है, जे गर्न पनि अगाडि थ्याङ्क यू। आजको दिन चाहिँ एकदम राम्रो भयो। होप यु अल गाइज लाइक दिस। अब यस्तै ट्रेनिङको भिडियो पनि लिएर आइराख्नेछौँ। बाइ बाइ।